हेलो साथीहरु, सो फेरि पनि म तपाईहरुलाई हैन एउटा कुरा देखाउँछु है त, गाउँघरतिरको साग। सो तपाईहरुले देख्न सक्नुहुनेछ यहाँ माथि रहेको पुरा त्यो इस्कुसको साग हो हैन। अनि सबै यहाँदेखि लिएर यो पाखाको सबै अनि यो पनि सबै इस्कुसको साग हो हैन। सो तपाईहरुले विश्वास नलाग्न सक्छ, यो म जन्मिदा भन्दा नि पहिला, मतलब म 20s भयो हैन। सो त्यस्तै 20 to 23 त्यस्तै भयो होला हैन। सो यतिको वर्ष भइसक्यो हैन, यो एकचोटि रोपेको थियो हैन, त्यसपछि यो रोपेको छैन के। सो तपाईहरुले देख्न सक्नुहुनेछ। सो यस्तो छ के, यो आसाममै कहिल्यै रोप्नु पर्दैन हैन, यो जहिले फलिरहेको हुन्छ, यसरी उम्रिरहेको हुन्छ हैन। सो इस्कुसको चाहिँ तपाईको एकचोटि लाउनु भएपछि चाहिँ यतिको चाहिँ दामी हुँदो रहेछ। यो हुने ठाउँमा चाहिँ, कति ठाउँमा चाहिँ यो हुँदैन नै, तर हुने ठाउँमा चाहिँ यो एकदमै बबाल हो तरकारीहरु खानको लागि, र हल्का फुल्का बेच्न पनि लान मिल्छ। सो एकदमै बबाल छ है त साथीहरु। सो तपाईहरुको गाउँतिर चाहिँ कतिको हुन्छ यो कुरा, सो यो इस्कुस, सो तपाईहरुले कमेन्ट गरिदिनु होला है त।